नमस्कार साथीहरू, यति बेला म यो नारायणघाट बजार पछाडिको कमलनगरमा छु। भरतपुर वडा नम्बर 3 को यो स्थानमा चाहिँ हामी पछिल्लो समय भिडियो बनाएका थियौँ। यहाँ प्लास्टिक जन्ने फोहोर नाली चाहिँ जाम गराउने अवस्थामा पुग्यो भनेर। यद्यपि यो पूर्ण रूपमा सफा चाहिँ भएको छैन, तर यसको प्रक्रिया अगाडि बढेको छ र यहाँ हाल्नको लागि यो ढकनी स्ल्याब्सहरू पनि ल्याएर राखिएको छ। यसरी नै आफ्नो हरेक टोल आफ्नो ठाउँमा चाहिँ यसरी सरसफाइ गर्न आवश्यक छ भन्ने कुरा चाहिँ हामीले सन्देश पुर्याउनु पर्छ र यो गर्ने उनीहरूले हो जसले जितेर गएका छन्। यहाँको स्थानीयले भन्दा पनि यो टोल सुधार यहाँको वडाले चाहिँ यहाँ निरन्तर दबाब दिनुपर्छ र जनप्रतिनिधिले नै यस्तो काममा चाहिँ अग्रसर भएर गर्ने हो भने यो काम सम्भव छ। किनकि हरेक एकजना व्यक्ति, एकजना संस्था कसैले आएर गर्नुभन्दा पनि यो गर्ने मान्छेहरूले गर्दाखेरि एउटा राम्रो नजिर स्थापित हुन्छ र यहाँबाट त्यो नजिर स्थापित भएको देखिन्छ। यहाँ लम्बद्ध रूपमा चाहिँ स्ल्याब राखिएको छ। अब नयाँ स्ल्याब हाल्ने तयारी भएको छ। कमलनगरको यो विषयमा हामीले निरन्तर आवाज उठाइरहेका थियौँ र अहिले यो प्रक्रियामा गएको छ। सरसफाइको प्रक्रियामा स्ल्याब हाल्नेदेखि लिएर यसलाई चाहिँ सुन्दर बनाउने प्रक्रियामा चाहिँ अगाडि बढ्दै गरेको देखिन्छ। यस्तै अन्य ठाउँहरूमा पनि हामीले चाहिँ सशक्त रूपमा यस्ता कुराहरू आफ्नो स्थानीय तहबाट उठाउनुपर्छ, स्थानीयहरूले उठाउनुपर्छ, टोलबाट उठाउनुपर्छ र आफ्नो समाज, आफ्नो ठाउँलाई सुन्दर, सफा र स्वस्थ राख्नुपर्छ। धन्यवाद।